वेलकम ब्याक टु माई न्यू ब्लग गाइज होइन हामी चाहिँ नि अरियल पाउनु जानु लाग्छौँ होइन गाइज। अब सब कुराहरू अझै एकजना अगाडि गइरहेको छ होइन। हामी चाहिँ नि पर अरियल पाउनु जानु लाग्छौँ। अनि एउटा फेरि उतै छ कि त्यसको घरनिर जानु लाग्छौँ। हात्ती ट्र्याक्टरको तेल होइन ऊ भयो पोल्ने होइन आफू चाहिँ तेल हुन्न होइन। त्यही भएर हात्ती ट्र्याक्टरको त्यस्तो नबोल्न यार। अहिले एउटा अफसुक बोल्दैछ। अनि तपाईँलाई म वहीँ अरियल पनि ठाउँ देखाउँछु ल। होइन हामीले तेल निकाल्छौँ होइन गाइस। अब तेल निकाल्ने मान्छे अगाडि सबै रोक्छ होइन। तेल हात्ती ट्र्याक्टरमा तेल ग्लासले उयो गरेर पुरै निकालेर आइसक्यो। त्यसपछि आधी लिटरभन्दा बढी होइन। अब चाहिँ नि तपाईँलाई मैले वहीँ पुरै वहीँ ऊ ठाउँमा पोल्ने ठाउँमा लग्छन् चाहिँ यो चाहिँ निकाल्ने हुन्छ। ल तपाईँलाई अब सिधै अरियल गोल पोल्ने ठाउँमा देखाउँछु। बन्द गर्छ लगाइछ होइन। हामी चाहिँ नि बाँस काट्न आँट्छौँ होइन। अब यो पुग्छ होला होइन। ए जग्गाइदिनु अन्त हाने एक मिनट ल। यो भाइले गर्छ कि जानु तर हाँस्यो अड्का पो यार। निकाल्यो। अब चाहिँ यो थुर होइन हाम्रो। अब टक्क यो काटेर तल पोल्ने ठाउँमा लगेर जान्छौँ होइन। ओए हामी चाहिँ नि होइन थुर बनाउनु लाग्छ होइन। मलाई केही नदिया त्यो तलबाट गरौँ नि होइन। त्यस्तो नगर्नु ल गाइस। भिडियो सुरु भइसक्यो। एउटै यहाँ माथि डरपोक लाइट बाल्टी आन्टी अलि माथि अलि तल नि हाल्न अलि मुनि नि हाल के केटा हातमा नहाले नि मेन दुईटाको पुऱ्याउनु नि त्यसले नकरा के गोरु त्यहाँ छ देखे होइन। टङ्गे माथि लाइट बाल्छ बाल्न एकछिन बाल्न खोइ देखिन्न। ल मैले छोपेको छु। मैले छोपेँ अब उता फालिदिन्छु मैले सुत्त यो माछाले छोपेको ल गाइस। पिलास यो पिलास त मैले राखेँ नि सन्दीप ला मास पिलास गोजामा पिलास गोरामा त हजुर बाउले मार्छ नि। हँसी चाहिन्छ केटा हँसी चाहिन्छ केटा हँसी चाहिन्छ। हेलो हँसी चाहिन्छ भने ए ला ल्याएको हँसी हराउँछ बाबु त्यहाँ खोज्न पाल्छ। ल गाइस चाहा बोलिसकेको छ ल ए अरियल गोल त ठुलै छ माटो यो अरियल गोल हो। ल हालो केटा हालो गोलामा लगाइसकेको छ। मौड्यान गाइस मौड्यान मौ त उदुमा नै टोक्ला न हो केटा टोक्ला है ए मौ गाइस अरियल पोलिरहेको छन् केटाहरूले अनि सन्दीप चाहिँ डरपोक हामी चाहिँ यस्तै हिँडिन्छ।
चैत यसरी माथि टक्क लाएर हिँडिन्छ अहिले टक्क लाएर टोके खाने भएको छैन होइन ल पोलिरहेको छ गोलो गोलो केटाहरूले पोलिरहेका छन् ओ केटा चाको पोलिन्छ नि तल रोहितजी जान्न गएको छ हाम्रो गाउँको किलर ल बोरामा हालिसक्नु भएको छ अब जान्छ माउ एक दुईटा छन् कता कति त्यस्तो नबोल्ने यार यस्तो इज्जतको सवाल छ यार पोली केटा त्यो डर छ गाडी यी माउ आयो तेरियामा माउ आयो माछाले माउ आयो तेरियामा बुढो बनाएर हो कि गाइस केटाहरूले पोलिरहेका छन् ल चाहिँ गइराख्नु भएको छ ऊ रोहितजी ऊ उहाँबाट लाइट बोकेर गइराख्नु भएको छ लाइट जस्तो के बोलिरहेको छ माउ छन् हल्का माउ ती रुहाम टङ्गिरहने ऊ त्यहाँ माछाले प्याड चोट सन्दीप यहाँ छ केटा लगाइच ल अर्डर पोल लागेको छ कोलो धान गएको छ रोहित तेरी माछाले ऊ हो के रे त्यो अर्को त्यो के किरो भन्छन् गोला हाल्नु नकरा ओए हाना भ्यात ओ अहिले घने आउँछ कि धेरै नकरा तँ हो कि भमरो त झर्न पहिला त्यही त चाँडो डर भने आउँदैन त्यो माउ जति उसमा गहन ल क्यामेरा त रहन्छ गाडी यसको हो कि क्यामेरा छैन यसको राम्रो चाका छैन त्यही पनि भरिहाल्थेन नि त्यस्तो हो त्यस्तै झिक ल ओ तँ काटेर लजाने अहिले बाल्टी लजाने हो हँसीले ए ल टिपौँ नि लो यस्ता मान्छे यहाँ मैले भिडियो बनाइरहेको त यति होइन हरियाल होइन अब तपाईँले बनाउँदाखेरि देखाउँछु होइन अब फेरि निकाल्दाखेरि बनाएर ट्याक्क चावडा चाएको छ नि होइन तपाईँलाई देखाउँछु अहिले ल होइन अब खनाउनु लाग्यो होइन यति होइन यति होइन छोड्न अघि कालो हो खै यता हान यो बित्त भोरिलो दा होइन यति होइन गाइस होइन अब ल बाई बुढामा लिउन गएको म भरिलो त बिद्याउनु हिजो डबल भरिलो रहेछ कि तर माउ त्यति आएन हिजोको जति होइन हामीले परेको हरियाल होइन यति छ होइन यति छ होइन अब यति सबैलाई देखा न पोल्ने मान्छे सबैलाई आफूलाई अनि
ल बस भइदियो कि बस बस ए यो कि पेनले हो नि त हेभी डाइनोसरको हो कि त अन्डा डाइनोसरको अन्डा खाएर जन्मे अब माउ टिप्दै अब बनाउँदै होइन गाइस घाँच पार्दिने होइन माउ पुरै बनाउँदै होइन फेरि अब सबले टिप्दैछ यहाँ फेरि भिडियो बनाउँदैछ कि हाम्रो अर्को भ्लगर होइन हिजो भन्दा धेरै आयो कि भन्ने माउ त अगाडि धेरै छ धेरै आयो कि पोल्न नि मैले त सिधै ठाउँमा अगर गोली अब हाम्रो लेडी उस्तादले प्याज काट्दैछन् होइन लेडी उस्ताद उता फेरि त्यहाँ सिकाइरहेछन् अरे कि क्याप्टनले सेफले हाम्रो फेरि मेरो जुट्टी फेरि यहाँ थोता हाल्दै आगो बाल्नको काम गरिरहेछन् हाम्रो जिग्री हो कि मेरो फेरि काजी हाम्रो गाउँको सानो काजी हो कि बम काजी सानो काजी होइन मलाई डाइ नै पारेर यी अरियल चाहिँ नि यति भएको छ होइन चाहिँ नि म फ्राई गर्छु होइन त्यति बेला टक्क मेरो जिग्रीले फेरि भिडियो बनाइदिन्छन् होइन त्यति बेला ल ओइललाई चाहिँ नि यति ल गाइस होइन हामी चाहिँ फ्राई गर्दै होइन टक्क फ्राई गरिदिन्छ अनि फेरि पकाइन्छ यहाँ छ कुकम्यान फेरि सेफ हो रे क्या यो हाम्रो जिग्री फेरि भित्र मसला पिस्दियो हो कि सेफहरू एक एक सेफ छन् फेरि होइन त्यहाँ जिग्री आउन आऊ तिमी सेफले फेरि उ गरेर लाउनु भयो झिक्न लाउनु भयो सेफले यहाँ चाहिँ म पङ्खा बन्द गरिदिन्छु हाम्रो फेरि सेफ यस्तो हुनुहुन्छ कि यस्तो मिठो पकाउनुहुन्छ औँले त मैले 50 वटा टोकिसकेँ होला यहाँले पकाएर खाएर ह्यान्डी प्लस लाएर बस्नु पर्छ होइन ह्यान्डी प्लस लाएर बस्नु पऱ्यो मैले चाहिँ लिले फेरि रानी माउ खान्छु म भनेर मैले चाहिँ रानी माउ मात्र फ्राई गरिदिएर उ गरिदिएको अनि रानी माउ खान लाग्छन् कि यिनले फेरि खाए के सोल्टीले यो चाहिँ नि फ्राई नगरेको होइन यहाँ फ्राई गरेको राखेछ होइन अब यो टक्क यति फ्राई गरेर फेरि पकाइन्छ होइन यहाँ तेल खरिँदैछ फेरि यहाँ प्याजसँग हो अरे कि राउनी माउ फेरि ए बा सोल्टी मसला लास्ट लट फ्राई हुँदैछ होइन मसला खुर्सानी पिस्दिन लगाइदिएको होइन जिग्रीलाई प्याज सबै एकचोटि भिडियो मलाई हाल्छ जिग्री गरेर फेरि जिग्री अर्को जिग्री उहाँ दुईटा मिन्ची जिग्री घाम भइरहेको पङ्खा लाउनु यहाँ फेरि हेर्न यहाँ फेरि बल्ल फ्यान चल्यो कि गुरुङ सोल्डी भनेको वारमा हाम्रो फेरि स्पेसल कुकम्यान हो कि यो फेरि भने एल्दा नुन त अब यस्तो गर्न मसला हालिदिउँ न मजे तरिकाले के हाम्रो सुके हड्डी गरेर फेरि कति धेरै पिसी होला भान्छ कि मलाई मुतेर मान खोज्छ त्यति बेला होइन यो राम्रो पुरा छैन ल सोल्टी भिडियो बन्द गरौँ होला होइन भिडियो अब बन्द हुन्न रे के अब हुन्न
हामी चाहिँ नि अरियाल पोलेर खाएर होइन आइसक्यौँ हाम्रो जुत्ती चाहिँ नि यहाँ छन् कि जुत्ती फेस देखाउन फेरि फेरि कस्तो हो कि जुत्ती फेरि अरियालले सुन्नाइदिए अरियालले सुनाइदिएछ अरे कि फेरि जुत्तीको थुक्न होइन एउटा जगाइदिएछ कि पछिबाट जुत्तीको अनि यति नै होइन आजको भ्लग चाहिँ नि यति नै होइन ल बाई बाई होइन